नमस्ते, म एमएस ब्युटी जोनबाट सपना विष्ट। आज हजुरहरूको लागि मैले चाया पोतोको केही कुराहरू गर्न गइराखेको छु। चाया पोतोको बारेमा मेरो फेसबुकमा, इन्स्टामा, मेरो व्हाट्सएपमा धेरै जनाको मेसेजहरू आउने गरेको छ कि चाया पोतो एकैचोटीमा ठिक हुन्छ भनेर। चाया पोतो एकैचोटीमा ठिक हुने रोग होइन। चाया पोतो यस्तो खालको रोग हो कि हजुरले जति केयरलेस गर्नुहुन्छ त्यो त्यति नै बढ्दै जान्छ। हामीले एक महिनामा हजुरको फेस एक दिन चलाएर, एक घण्टा चलाएर हामीले निको पार्न सक्दैनौं। बाँकीको 29 दिन हजुरले आफ्नो फेसको लागि आफैले केयर गर्नुपर्ने हुन्छ। हजुरले ट्रिटमेन्टको साथसाथै होम केयरलाई पनि हजुरले प्राथमिकता दिनुपर्ने हुन्छ र होम केयर के कस्तो लगाउने भनेर चाहिँ हजुरले एउटा प्रोफेसनल ब्युटिशियनसँग सल्लाह गरेर अथवा डाक्टरसँग सल्लाह गरेर आफ्नो होम केयरको बारेमा बुझ्न सक्नुहुन्छ, लगाउन सक्नुहुन्छ। र हजुरहरू आजै मेरो चाया निको हुन्छ भनेर हामी कहाँ आउनुहुन्छ भने चाहिँ प्लिज त्यस्तो नसोच्नु होला। एकै दिनमा हजुरहरूको चाया निको भएर जाने छैन। हामीले धेरै जनाको ट्रिटमेन्ट गरिराखेका छौं, धेरै जनाको ट्रिटमेन्ट गरिसकेका छौं र धेरै जनाको रिजल्ट राम्रो आएको पनि छ र आउने क्रम जारी पनि छ। यदि हजुरहरूको फेसमा पनि चाया पोतो छ भने पहिला हामीसँग आउनुस्, हजुरहरूको हिस्ट्री हामी बुझ्छौं। त्यसपछि मात्रै हजुरहरूले के गर्दा राम्रो हुन्छ हामी सल्लाह दिन्छौं। हजुरहरूलाई त्यो सल्लाह ठिक लाग्छ भने हजुरहरू हामीसँग ट्रिटमेन्ट गराउन सक्नुहुन्छ। यदि हजुरलाई हाम्रो सल्लाह ठिक लाग्दैन भने हजुरले डाक्टरलाई देखाउन सक्नुहुन्छ। त्यो हजुरहरुमा डिपेन्ड गर्छ। र हजुरहरूको फेसमा जति पनि चाया पोतो आउनको लागि टाइम लिएको छ, जानको लागि त्यो भन्दा बढी टाइम लिन्छ र हजुरहरुमा पेशेन्स हुनुपर्छ कि चाया पोतो जानको लागि हजुरले वेट गर्न सक्नुपर्छ। हजुरले कम्तीमा पनि 6 चोटीसम्म ट्रिटमेन्ट गराउनुपर्छ, रेगुलर होम केयरहरू गर्नुपर्छ। यो हामी हजुरहरूलाई जानकारी गराइराखेका छौं। जति पनि आउनु भएको छ उहाँहरूलाई हामीले सबैलाई भनेका छौं र आउनेहरूलाई पनि हामीले भन्ने छौं। र हामी चाया पोतोको ट्रिटमेन्ट गर्नको लागि हजुरहरू आउने बित्तिकै हजुरहरूको हिस्ट्री काम गर्दैनौं। त्यसैले हजुरहरूको हिस्ट्री बुझ्न हामीलाई एकदम जरुरी छ। हजुरहरूको स्किन एनालाइसिस गर्न हामीलाई जरुरी छ। हजुरहरूको फेसमा कस्तो खालको चाया हो भन्ने कुरा त्यो हामीले जान्न जरुरी छ। त्यसैले हजुरहरूले मलाई फोनबाट सोध्नु भन्दा पनि हजुरहरू चाहिँ सलोनमा आएर मसँग भेटेर हजुरहरूको स्किन एनालाइसिस गराएर मात्रै ट्रिटमेन्ट गराउनु होला भन्न चाहन्छु। र यदि हजुरहरूको एकदम धेरै छिपेको चाया छ भने चाहिँ जानको लागि टाइम लिन्छ। यो चाहिँ हजुरहरूले बुझेर स्योर भएर नै आउनुपर्ने हुन्छ। एकैचोटीमा चाहिँ चाया जान्छ भनेर होप लिएर आउनु भएको छ भने चाहिँ त्यो हामी गर्न सक्दैनौं र त्यसको लागि चाहिँ हामी हजुरहरूसँग हात जोडेर नै क्षमा प्रार्थना गर्न चाहन्छौं। र कुनै पनि समस्याहरू छ भने चाहिँ हजुरहरू आउन सक्नुहुन्छ, हामीसँग कुरा गरेर भेटेर आफ्नो ट्रिटमेन्ट गराउन सक्नुहुन्छ। हस्त, धन्यवाद।